guys, everyone, welcome back to our channel Explore and Eat मा चाहिँ हजुरहरुलाई स्वागत छ हैन। गाइज अहिले चाहिँ हामी टोखा गेटबाट चाहिँ भित्र छिरिसक्यौं है। हामीले यहीँबाट देख्न सक्छौं स्टलहरु चाहिँ धेरै लागिसकेको छ। अब चाहिँ यहाँबाट हामी माथिसम्म भिजिट गर्न जान्छौं, त्यसपछि माथिबाट चाहिँ ब्याक हुँदै हामी चाहिँ सबै खानेकुराहरु टेस्ट गर्दै तल फर्किन्छौं है त ल। यहाँ चाहिँ आलु स्टिकको चाहिँ स्टल लागिरहेको रहेछ है। अनुज तिमीले पनि देख्यो होला नि त हैन? के चाहिदिने हो त? के छ विचार? अगर आलु स्टिक खान सक्नुहुन्छ तपाईहरु नि आएर है। ल एउटा आलु स्टिक चाहिँ लियौं है त हामी है। ल टेस्ट हानौं है त। ट्विस्ट पोटेटो है, यसको नाम चाहिँ ट्विस्ट पोटेटो रहेछ। हामीलाई चाहिँ एउटा है, हामी चाहिँ एउटा चाख्नु पर्यो ट्याक्क लाएर। कति हो एउटाको प्राइस? 50 रुपैयाँ। सस्तो पनि रहेछ त है। ल ठीक छ। ल एक बाइट करक्क दिनु पर्यो नि त ब्रो। दामी छ ब्रो। पेपर कम्स आउट म्यान। खै एक कस्तो रहेछ? मुखबाट थुकाइसक्यो ब्रो यार। कहि दिन पर्ने? कसरी खाइने होला यार यो? त्यसै पुरा फ्राइड हैन विथ मेयोनेज केचप अनि मसलाहरुले हालेको रहेछ। हाम्रो पछाडी चाहिँ अन्जन छ है। क्यामेराम्यान बिचारा हेरेको हेरे। हामी हेरे भयो त अन्जन। हामी चाहिँ यसपछि अर्को स्टलमा जान्छौं है त। टक्क बसेर खाएर देखाउने छौं हामी। मैले नेवारी फुड चाहिँ धेरै चाखेको छैन। आज चाहिँ म खतरा नेवारी फुडहरु जे पाइन्छ सबै भेटेर हैन सबै चाख्ने छु, तपाईहरुलाई पनि देखाउने छु है त ल। ट्विस्ट पोटेटो खाइसक्यौं हामीले। अब यहाँबाट चाहिँ हामी अर्को डेस्टिनेसन अर्को स्टलमा जान्छौं है त ल। टोखामा चाहिँ पहिलेदेखि चलेको हो है। यहाँकै लोकल मान्छेहरूले चाहिँ जे होस् इस्टाब्लिसै भनौँ न, जे होस् हैन सुरु गर्नु भएको हो। जे होस् यसले पनि मान्छेको भिडहरू अनि त्यहाँबाट मान्छेलाई एकअर्कालाई हैन चिनाउने हैन नेवारी फुडहरू कल्चरहरू सबै हैन नेपाली कल्चरलाई पनि चिनाइरहेछ नि त। जस्तै फरेनरहरू यहाँ आउनु भयो भने त उहाँलाई त नयाँ कुरा हो नि त। नयाँ कुरा हो नि त यो। रमाइलो हामीलाई रमाइलो भइरहेछ यहाँ। अनि फर्स्ट टाइम हो। यो चाहिँ हाँसको छोइला। यो हाँसको छोइला भयो। चिकन लोकलको हाल्यो कि ब्रोइलरको हाल्यो? ब्रोइलर लोकल पाउँछ। यो चाहिँ पाउँछ। मलाई भरि खाना हुन्छ। आफा हाल्दिन सक्छ है। यो चिकन ब्रोइलर है। यो चाहिँ हाम्रो नेवारहरूको फेमस पोलेको छोइला। पोलेको छोइला, हाको छोइला भन्छ। हाको छोइला भन्छ यसलाई। हाम्रो छोइला है यो बफ छोइला। अनि आलु नि हाल्यो? आलु नि हाल्यो। चाहिँ आलु चाहिँ आलु है। के ट्रे तिर एउटा यता टेबल यता ल्याउनु त नभए। ए बफको छोइला मलाई एक प्लेट प्याक गर्ने। सुकुटी यो चाहिँ सुकुटी। बफ सुकुटी। यो छिरिबिरी हैन है। यो चाहिँ झुजावाला हो कि? फर्स्ट टाइम है। हरियो भटमासले हाल्ने बाबा? हुन्छ। यो चाहिँ हरियो भटमास। यो भयो है। अचार हाल्यो? अचार मिठो छ। एक थरी मात्र हो हाम्रो त। यो चाहिँ अचार। यो सब भिजा हो त्यो। सब भिजा हो।
एकदमै चाहिँ जुसी जुस निस्किन्छ त्यो जला हाल्नु जला यो तीनटा हाल्दिनु ल त्यो चाहिँ फ्राई गर्नुपर्छ सब जला नि हाल्नु हुन्छ जलायो भयो यति भयो पुग्छ यति होला होइन त्यो के भने 16 यो देखिरहनु भएको डिस चाहिँ बफ सुकुटी हो है यो अलि हेर्दा गुन्द्रुक जस्तो छ तर सुकुटी हो यो यहाँबाट आयो हाँसको छैला यो चाहिँ जला हो यो चाहिँ बफ यो पनि बफै हो छाला बफको चाहिँ छाला र मासु मिक्स हुन्छ यसमा यो भएको बफ छैला पोलेको बफ छैला यो भयो भटास साँधेको हरियो भटास यो भयो चिकनको मासु भयो छैला भन्ने नि भयो चिकन छैला यो भयो आलु साँधेको है अनि यो हाम्रो मुलाको अचार केरो विथ केरो मिक्स अनि चिउरा यो तातो तातो यो चाहिँ यो ओ सही सही हो मगाएर मुख खेर त्यो भन्छन् नि यो मैले अहिलेसम्म ट्राई गरेको छैन के हो खाइदिउँ ट्राई त गरेर कस्तो हुन्छ तिमी नखाने किन ट्राई गरिसके यार हो र अनि मिठो लागेन यो सबै अनि यस्तो यस्तो हुन्छ कि यो चाहिँ यो नमिठो होइन कि कोइला मनपर्छ कोइला मन पर्दैन होइन त्यो मलाई चाहिँ बबालै मनपर्छ यार सरस आउँछ कि खाउँदै चाहिँ यो 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 डोरी भन्दा यता टोक्ने होइन सबै खाने होइन तातो छ होला यार एक सर्टमै लिनु एक सर्टमा खाने हो कि ताना ओ नाइस कस्तो छ मनी है दामी हो यार है मलाई भयो मलाई दामी लाग्छ एपिटाइटिङ लाग्दैन मजा आयो है जुन चाहिँ फिलिङ्स आउँछ नि त्यो फिलिङ्स यसमा छ क्या हामी चाहिँ केबाट ल सुरु फर्स्ट के गर्नु सुरु गर्नु उयो झिरझिरे उबाट सुरु त गर्नु भन्दा नि पहिला यो सबै चिसो खानेकुरा हो मोमो खाऊँ पहिला यार मेवा खाने भएर मोमो खाने भन्छ केटा खाइदिउँ न पहिला दुईटा हार्वाहरू जितुवासँग बसेर खाइरहनु पर्यो हामीले खान्छ त अब एक्लै सिधा दुखिरहने हो अनि गाइज एउटा हाम्रो साथी चाहिँ हाम्रो टिम मेम्बर चाहिँ मिस हुनुभएको छ उहाँको आज बाहिर जाने काम परेर है एउटा हामी तिनजना छौँ होप हाम्रो यो भिडियोको अन्त्यसम्ममा चाहिँ उहाँ आउनुहुन्छ अजित मामा आई होप वी मिस यु ब्रो ए एक एकवटा पागिरहेछ एक एकवटा हो हाम्रो अगाडि पछाडि चाहिँ धेरै मान्छेहरू हिँडिरहनु भएको आज जात्रा पनि हो कि है यसो के पूजा पनि भइरहेको जस्तो छ है चिउराबाट पहिलाबाट सुरु गरौँ है चिउरा र छैला होइन यो अचार अचार अलिक ट्राई गर्छौँ कि चिउरा यो चाहिँ यतिकै खानु मिल्छ नि त देखिरहेको छ कि चिउरा छोइरा अलिकति अचार पनि हामी यहाँ हाल्छौँ है यो साइड लगाउँ पहिला है अचारहरू हाल्छौँ अलिकति त्यसपछि हामी हाल्छौँ आलु होइन प्लेटमै राखेर खायो भने सजिलो हुन्छ नि त त्यसपछि हाँसको छोइला चाहिँ लास्ट दही चाहिँ दही लास्टमा खाने हो दही लास्टमा खायो अनि यहाँ चिकन साइड। छोइला छ यहाँ हामीसँग देख्न सक्नुहुन्छ मा नमस्ते 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 हाम्रो माले चाहिँ नमस्ते गर्नुभएको छ हामीलाई है मामा मा त्यहाँ बस हाई गरिदिनु उ यहाँ यता हेरेर यता आउनु त अलिकति यहाँ हाई गरिदिनु यहाँ बसेर बाई बाई अलि यता आउनु यता अलि यता आउनु पचाथन अन सोले अन सोचा नि हेलो अन क्यामेरा राखे ठ्याक्कै का भच्चा आउनु यता यता यहाँ मा अलि अगाडि ओके सो हेलो या हेलो मा हेलो या सा हेलो नाच्दिनु एकचोटि नाच्दिनु बाजे नाइस रमाइलो हुनुहुन्छ झिउमा गचौ बाला फर्स्ट छैला चिउरा खाइदे वाउ 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 कस्तो छ ल यता अन्त उसले गरेर देखेर मलाई वाउ भन्नु मलाई म खाइदिएँ रियल छोइला भनेको चाहिँ पोलेर बनाउने हो नि होइन स्मोकी फ्लेभर के स्मोकी फ्लेभर आइरहेछ छैला भने छोयो भने नै पोल्नु नै पोलेको मासु होइन क्या छोएला भनेको पोलेको मासु क्या छोएला ला भने मासु छोयो भने पोलेको क्या यो हो क्या कस्तो लाग्यो चिकन अलि ड्राई भयो चिकन छोइला बनाउनलाई मेन्टै होइन नि त छैला होइन तर यो सादेको खै के हो ठिकै हालेर के भन्नुभयो बोन मेरो लास्टै जुसी हुन्छ है त ल है रियाक्सन अनुहार क्या ओ माई गड इनर्जी नै आउँछ है त्यो खाइस त यो चाहिँ सुकुटी फुलबाट फुल हो त्यो अब त चराले त हग्दैन नि रुखबाट
मिठो यार फ्राइडको माछा खान्छ नि त्यसै टाइपको रहेछ सुकुटी नै रहेछ होइन सुकुटीकै सादा रहेछ केटाले कसरी यस्तो सिरसिर बनायो होला कि यो कोही होला नि त यसलाई पहिला Plating गरेर काटेर चाहिँ हो के ए पहिला यस्तो गरेर चाहिँ अनि सुकाएको होला त्यसलाई सानो सानो पिस बनाएर चाहिँ अनि यस्तो बनाएको है गाइजहरू यो कसरी बनाउँछ तपाईँलाई थाहा छ भने चाहिँ कमेन्ट गर्नु होला तल है यो खाएको छैन यो पनि दामी हुन्छ बकुला होइन यो हरियो क्या हुन्छ हरियो भटमास बकुला होइन क्या पासा चिज बकुला त आकाशमा उड्छ होइन त यो हरियो भातमा छैन त हो तिमीले बकुला भन्यो नि त मैले भन्न त बकुला भने हो जान्दैन नि भने होइन हामी हाँस्छ भनेर आमा भन्यो जो किङ हो क्या होइन कि हाँस्छु भनेर भनेकै होइन ब्याड जोक ब्रो डोन्ट ट्राई एट होम Don't try at home. यो पनि डन्ट ट्राई एट होम ट्राई हियर ट्राई हियर यस यु हेभ एब्सोल्युट सही कुरा यार लोकल ठाउँमा Recommended खानु पर्यो नि त होइन यहाँ चाहिँ आउनै पर्छ हामी चाहिँ अहिले टोखामा छौँ त्यति हो खतम हामी अहिले टोखामा छौँ हामी अहिले खाइरहेको खाइरहेको छौँ टरन्ट अनि दाँतमा अड्क्यो रातमा अड्किनु परिहाल्यो नि हामीलाई चाहिँ प्राइसले पनि थाहा छैन यो खानेकुराहरूको होइन होइन टु बी अनेस्ट हो होइन प्राइसहरू केही पनि थाहा छैन लास्टमा भन्नु झापझुप मगाइदिएको हो यो सुकुटी चाहिँ मिठो रहेछ है दामी रहेछ है यो सुकुटी मैले चाहिँ के भने नि त्यो रेस्टुरेन्टहरूमा गएर नेवारी आइटम भनेर मगाएको भन्दा त यहाँ त बेटर बेटर धेरै बेटर रेस्टुरेन्टहरूले खासै राम्रो बना एक्सपिरियन्स छैन है शनिबार होइन शनिबार आएर 3 बजीदेखि बेलुकासम्म मेला छोइला लास खाऊ है पहिला ल कसले खान्छ लास्ट लास्ट पिस तिम्रै हो मैले अघि नै देखि राखिदिएको अघिदेखि राख्दै गरे वाह हमार गर्दै आप किरण पाठक जी चिउरा खान्न भनेर चिउरा खाइदियो यार अन्त त्यही भनेर अञ्जलले सकाइदियो क्या चिउरा खान्न भनेर म चिउरा खान्न भनेर अञ्जलले सकाइदियो यार हाम्रो चाहिँ 3टा प्लेट खाली यो पनि खाली यो चाहिँ यहाँ राख यो अब यो पनि यहाँ राख्ने है हाम्रो चाहिँ अब खाली हुँदै गइरहेको छ प्लेटहरू यो जलाको पालो आएछ है जला खाउँ है केटा हो ल यो चाहिँ म चाहिँ गर्न गइरहेको छु छाला है यो चाहिँ यसलाई मिठ लागेन जस्तो हो मिठ लागेन हेर सबै मलाई खाउला जस्तो जला यिनीहरूले म त खासै खान्न तर मिठो छ त मिठो मिठो छ मलाई यो चपाउँदा चाहिँ मिठो लागेन सबै मिक्स भएर चपाउँदा चाहिँ मिठो भयो कि मासु भएको खानु भनेको हाँसको छोइला है यो चाहिँ हाँसको छोइला देख्न सक्नुहुन्छ चेस तिमी नि निकाल त यो चाहिँ निकाल न ल चियर्स के हो रे यो हाँसको छोइला घोचो नि त भड्डी रहेछ नि त यार हाँसको मासु खाएको चाहिँ एक्सपिरियन्स छैन है मलाई अहिलेसम्म यो फर्स्ट टाइम त होइन खाएको होला कुनै बेला तर थाहा छैन कस्तो हुन्छ मैले त्यो खाएको छु पहिला पनि यसको चाहिँ टेस्ट धेरै फरक हुन्छ चिकनहरू भन्दा नि हो त है त्यसपछि मासु भन्दा नि धेरै हड्डी हुन्छ साह्रो नि हुनुहुन्छ है अनि चाम्रो पनि हुन्छ चाम्रो अब लास्ट हाम्रो एपिटी हान्थ्यो डेजर्ट केले हान्ने यार चम्चाले उता अर्कोले हाल्नु यो चाहिँ जुजु हो है जुजु त हो यो दहीको राजा किङ अफ कस्तो रहेछ किरण दामी छ जुदो त नखाने त कोही पनि छैन होला क्या दामी है टु गुड म्यान है त्यो लास्टमा जमेको झन् काम मिठो हुन्छ नि त्यो झिक्नै सकेन यार चिसो भएन क्या उल्टो बाटो भयो नि झिकिदिन्छु म ल वी आर डन हामीले के खायो तिमीलाई याद छ भन्न सक्छौ सक्छु ल भन त ल तिमीलाई याद छ भने तिमी भन न मलाई त छैन त्यही भएर सोधेको छैन तिमीलाई याद छ
ल भन न ल म एउटा हुन्छु तिमी एउटा भन नि त ल ल ल म बफ छैला बफ छैन म त्यही सुकुटी भयो होइन छिरछिर गरेको सुकुटी सिक्री खायो ल तिमीले अचार के को अचार मुलाको अचार मुलाको अचार मैले खाएँ चिकन सारेको हाँसको मासु सारेको मिलेन हाँसको छैला ओ नो बुझ्यो हाँसको छैला होइन अर्को के खाएको थियो भने हामीले आलु सादेको भने मैले भने हैन आलु सारेको आलु सादेको अनि अर्को हरियो भटमास चिउरा चिउरा टु अभियस भयो चिउरा ल खाएकै हो नि त चिउरा पनि अब अनि अर्को त्यही त छालालाई के भने मिलेन म भनौँ जला 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 नाकै युज तिमी दुईटा भन अनि उसले एउटा भन्छ अब त्यो चाहिँ दुईटा छ अझै दुईटा छ जुजु ढौ भयो अनि मोमो मोमो यस म त्यही सोचिरहेको थिएँ म होइन भन्छु म अब त्यही दिमागमा एउटा म भन्छु ल ल ल चिउरा चिउरा मैले भने कुन चिउरा भन्यो तिमीले मैले त सेतो चिउरा भने हामीले एउटा त चिउरा थियो बोन म्यारो शङ्खु के अरे सक्कु मिचा दिदी हाम्रो कति भयो तपाईँहरूलाई डिस्काउन्ट गरेर 1070 हुन्छ 1000 मात्रै दिनु ए हुन्छ डिस्काउन्ट गरे हुन्छ दिन्छ हामीले चाहिँ गेस गरेको थियौँ होइन मेरो क्लोज भएन मैले भने हैन 2000 पुग्छ जस्तो लागिरहेको थियो मलाई चाहिँ होइन जम्मा 1000 रुपियाँ मात्र भयो है हामीले त्यत्रो खाएर पनि 1000 रुपियाँ मात्र भयो नसोचेको प्राइस भयो क्या है हामी रेस्टुरेन्ट खानु भएर कति पुग्छ रेस्टुरेन्टमा खाना गएको भए चाहिँ धेरै नै हुन्थ्यो तर यहाँ आएपछि चाहिँ तपाईँहरूले लोकल फ्लेभर प्लस सस्तो पनि पाउन सक्नुहुन्छ है टोखामा शनिबार फुडको मेला लागिरहेको हुन्छ तपाईँहरू आउन सक्नुहुन्छ शनिबार चाहिँ 3 बजेदेखि 2 बजेबाट 7 बजेसम्म तपाईँहरू आउन सक्नुहुन्छ हाम्रो यो पिपल बोर्डको ठ्याक्कै अपोजिटमा यहाँ दिदीको पसल छ है तपाईँहरूले देख्न सक्नुहुन्छ ठ्याक्कै इन्डमा है टोखाको ठ्याक्कै यहाँ गल्लीबाट छिरेपछि ठ्याक्कै इन्डमा चाहिँ तपाईँहरूको ठ्याक्कै यहाँ चाहिँ यस्तो दामी दामी फुड राखेर टक्क गरिरहनु भएको छ तपाईँहरू नि आउन सक्नुहुन्छ मिठो टेस्टी लोकल फुड खानु पाइयो होइन त आज एकदम ल हामी चाहिँ अब यहाँबाट पैसा तिरेर अर्को ठाउँमा जान्छौँ गाइज अहिले चाहिँ हामी यहाँ बाह्र खाने ठाउँमा आइपुगेका छौँ है हामी चाहिँ यहाँ बाह्र खान्छौँ बाह्र धेरै ठाउँमा छ तर हामीलाई चाहिँ यहाँ खान मन लाग्यो है यसो हेर्दाखेरि होइन ट्रेडिसनल पाराले पकाइरहनु भएको छ अब हामी चाहिँ यहाँ बाह्र खान्छौँ है त ल हामी चाहिँ यो तिम्रो अमलेट बाह्र होइन यो मिक्स बाह्र है मिक्स बाह्र यसमा चाहिँ किमा पनि छ अन्डा नि छ अनि बाह्र पनि छ यहाँ चाहिँ अन्डा र बाह्र मात्र है ल हामी मिलेर खाउँ है ल ल कस्तो छ चेक गरौँ है त मिक्स बाह्र चाहिँ फर्स्ट टाइम खान लाग्यो मैले मिठो छ मिठो बाह्र पनि एउटा नेवारीहरूको त ट्रेडिसनल फुडै हो नि होइन कि तिमीलाई थाहा छैन यसमा अझ मासुको झोल हुनुपर्छ मासुको झोल है दामी हुन्छ दामी ल यो चाहिँ चाकुभित्र चाकु भएको चाहिँ एमोरी हो है हाम्रो खुवाको चाहिँ मैले चाहिँ चाकुको खाएँ ऊ चाहिँ चाकु नखाने रे बाहिर निस्किन्छ रे खुवा खाने रे अनि अन्जन पनि हाम्रो पछाडि चिरन भएको छ उहाँले पनि खुवाकै खानुहुन्छ अरे है यो तातो रहेछ अहिले एकछिनमा खाएर देखाउँछु है तपाईँहरूलाई मुख्य अगाडि टक्क खाना मन लाग्ने गरेर पानी आओस् ल अहिले चाहिँ बाह्र सकिन लाग्यो है यो चाहिँ मिक्स बाह्र थियो अनि अन्डा बाह्र चाहिँ एक्लै खाइदियो अनुजले एक्लैले होइन कसले नखाएको हेप्दियो क्या अन्डा बाह्रले किन हेपेँ मैले यो मिक्स बाह्र खाऊ यो मिक्स बाह्रमा चाहिँ किमा मासु होइन मासु भएर चाहिँ यो मिक्स बाह्र सबैले खायो अनुजले चाहिँ अन्डा बाह्र मात्र खायो अब चाहिँ हामी यहाँ हामीसँग चाहिँ यो मरी छ यो चाहिँ के गरे चाकुको यो मरी हो म खान गइरहेको छु केटाहरू चाहिँ खुवाको खाने रे है ल एक बाइट लिन्छु म
कस्तो लाग्यो छैन के यार यस्तो हुन्छ कि त्यो पाल जस्तो ग्यापमा हुन्छ त्यो सबै त्यसमा हाल्यो भने चाहिँ हेर नि सेता परिसक्यो सब यहाँभित्र दामी युजली धेरै छ यसमा अझ है अर्को एउटा कुरा भन्न चाहन्छु म होइन टोखा भने चाहिँ यस्तो चिज हो कि चाकुको लागि क्या टोखा इज द के अरे फेमस प्लेस फर चाकु क्या होइन नेपालभरिमा टोखामा जति चाकु कहीँ पनि बन्दैन होला क्या होइन अर्ग्यानिक पाराले हो अर्ग्यानिक पाराले यहाँ चाहिँ चाकुहरू बनाइरहन्छ होइन गाइस हामीले चाहिँ अब भर्खर किरणले के खाएर गरौँ चाकुको यमरी चाकुको यमरी अब हामीले खाँदैछौँ खुवाको यमरी एकदम तातो छ है लन्डन पोल्ला है चाकुको त तातो थिएन मलाई खानु न कसरी खायो यार कता हो नि ए हो नि त उता अब के भन्नु मिस्टर तातो मिस्टर खन्चुवाको टाइटल के भयो मिस्टर खन्चुवा पो हो त उता है के गर्नु खायो आत्मा त चुयो रे कस्तो चुइरहने ल यो पो चुयो त यहाँबाट चुइरहेको क्या पोल्दिने भित्र कता तातो छ होला आयो खुवा देख्यो लगाएछ निकाल्यो होइन खुवा देखाउनुलाई मिठो छ यार तातो छ वाइल्डै तातो छ त्यही नि मिठो छ सँग कस्तो रहेछ त कौन है ये लोग कहाँ से आते हैं यार छ यार नहोस् होला निस्केला होला आफ्नै पो होला नि खाइरहेछ हँसेर एकदम मिठो 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 छ कपिराइट नहान्नु होला मिठो मिठो वाला तर गाइस यसरी मस्ट ट्राई हो आउनै पर्यो यहाँ ठाउँ लाइक एम्बियन्स नै एकदम राम्रो छ मान्छे अलिकति हुल चाहिँ हुन्छ होइन तर फुड चाहिँ वर्थ इट छ जेस कस्तो लाग्यो खुवा हुन्छ नि तिमीलाई हुन्छ त खुवा जस्तै लाग्यो सरी यमरी चाहिँ यमरी जस्तै लाग्यो होइन मिठो छ यमरी भने यस्तै हो अब ट्राई गर्न सक्छौ तिमी अर्को खान सक्छौ अब चाहिँ हामी लास्ट एउटा होइन धेरै खायो क्या हामीले है सबै चिज सायद अब नभए अर्कोचोटि आएर चाखौँला होइन बाँकी चिज चाहिँ लास्ट अब एउटा दही सही लस्सी जे भने खाएर जान्छ है त गाइस ल गाइस लेट्स गो यो चाहिँ उहाँहरूले चाहिँ चिउरा कुटिरहनु भएको हो होइन यसलाई चाहिँ हाँडी भन्छ होइन त हाँडी है यो भित्र चाहिँ धान होइन यो धानलाई चाहिँ मजाले भुटेर अनि पहिला उसिन्ने पछि भुट्ने अनि मजाले त्यसमा ड्याङ ड्याङ थिच्ने अनि ऊ त्यस्तो अनि केलाउने अनि खाने है कस्तो रमाइलो है होइन पहिलाको कुरा हो नि त अहिलेसम्म नि छ नि त अनि यसो हामीले होइन अब हामी आउने पछिको मान्छेहरूले हेर्दा पनि अनौठो लाग्छ क्या अहिलेसम्म बाँचिरहेछ क्या यो ट्रेडिसनल कुराहरू त्यही भएर खुसी लागिरहेछ क्या मलाई चाहिँ त्यही भएर तपाईँलाई सोध्न आएको है ल हामी चाहिँ लास्ट है हामीले चाहिँ धेरै कुरा खाएर चाहिँ हाम्रो पेट चाहिँ लास्टै फुलिसक्यो होइन अब हामी चाहिँ लास्ट भनेको चाहिँ लस्सी खान लागेको छ ल जाउँ लस्सीले पच्दैन जे भयो नि मिठो स्विटको लागि चाहिँ पकाउँछ नि त हैन त्यसको लागि चाहिँ हामी चाहिँ
लस्सी खान गइरहेको छौँ उ त्यहाँनिर छ लस्सीको स्टल लेट्स गो स्पेसल लस्सी चाहिँ यहाँ पाइन्छ भनेर हामी चाहिँ यहाँ आएको हदै स्पेसल लस्सी हो ल हामी चाहिँ यहाँ अहिले स्पेसल लस्सी ट्याक्क 3 गिलास यो मेडे हो र तपाईहरुको प्याकेटै यो होममेड हो दाइ हो होममेड अनि एक किने हो ए स्मुदी हो यो चाहिँ लस्सी हामीलाई चाहिँ 3टा लस्सी स्पेसल लस्सी Cheers, Kiranji. Special lassi. बबाल छ बबाल कसम ढाटेको हैन हैन यस्तो मिठो छ कि लस्सी हैन ढाटेको चाहिँ हैन साच्ची भनेको हो एक हुर्कोमा सिधाइदिन्छु मलाई सक्दिन दामी छ यार गरी महिनामा खान पर्फेक्ट लस्सीको फ्लेभर आइराछ हैन लस्सी हो नि त यो लस्सी दुधको फ्लेभर त आउँदैन होला दुधबाटै बन्ने हो अनि त दुधको फ्लेभर आउँदैन नि त त्यसो चियामा दही र चिनी हालेर चियापत्ती हालेर खाइ पाले नि दामी छ तपाईको यहाँबाट माथिबाट चाहिँ खुवाहरू के हालिदिनु भएको छ झन् बबाल टेस्ट आइरहेछ है अलिकति तलबाट चाहिँ माथि टक्क आउँछ योसँग मिसेर आउँदाखेरि झन् दामी आउँछ क्या खुवा पनि छ किसमिस जस पर्छ के पर्ने हो मैले हावा रिभ्यू दिएको हैन यो लस्सी बबाल छ क्या तपाईको त्यो के अरे हाम्रो इन्द्रचोकमा छ नि त्यहाँको भन्दा मिठो इन्द्रचोकको भन्दा नि मिठो छ कसम र च्यालेन्ज हो तपाईहरु आएर चेक गरेर आफै भएन भने हामीलाई कमेन्टमा जे पाए ल्याइदिनु हुन्छ मिठो भएन भने हो एकदमै चिसो छ चिसोले रिफ्रेस गरी महिनामा खान्छ पर्फेक्ट हैन पुरा घामलाई राख्यो थक्यो खाँदाखेरि त आहा सर र टाउकोदेखि तलसम्म शीतल हाम्रो कति भयो 300 100 मात्र हो एउटाको एउटा 1 ग्लासको चाहिँ 100 रहेछ है वर्थ इट हो वर्थ इट ल गाइस अहिले चाहिँ बेलुकाको 6:30 लागिसक्यो है अनि हामीले चाहिँ यहाँ आएर 3 बजेदेखि आएर रमाइलो गरेर यहाँबाट चाहिँ हामी निस्किन लागिसक्यौँ तपाईहरुले भिडियोमा देखिसक्नु भयो होला हामीले के गर्यौं भनेर यो चाहिँ टोखाको गेट हो यहाँबाट उतासम्म चाहिँ मेला लाग्छ शनिबार जहिले पनि 2 बजेदेखि 7 बजेसम्म तपाईहरु पनि आउनुहुन्छ हामीले त रमाइलो गर्यौं तपाईहरुले पनि आएर रमाइलो गर्न सक्नुहुन्छ यदि आउनुस् हैन फ्यामिलीसँग आइने भयो घुम्न जे गरे नि भयो सैटरडे चाहिँ 7 o'clock सम्म है बेलुकाको 7 o'clock सम्म रमाइलो हुनेछ अनि यदि हजुरहरुलाई नेवारी फुडहरु मन पर्छ भने चाहिँ यो जस्तो बेस्ट ठाउँ र मेला कहीं पनि छैन भन्न चाहन्छु अहिलेसम्म मैले भिजिट गरेको भरिमा चाहिँ है मैले फर्स्ट टाइम भिजिट गरे हो यही राम्रो लाग्यो यही भन्दियो मैले नेक्स्ट टाइम अरु ठाउँमा राम्रो हुन सक्छ त्यतिखेर चाहिँ हामी भन्ने छौं स्टे ट्युन अनि अहिले चाहिँ हामी जान लागो निस्किन लागो अर्को भिडियोमा चाहिँ तपाईहरुलाई फेरि अर्को नयाँ ठाउँ लिएर जाने छौं अहिलेको लागि चाहिँ थ्यांक यू सो मच फर वाचिङ लाइक शेयर एन्ड सब्स्क्राइब चाहिँ गर्न नबिर्सिनु होला बाइ बाइ